हेलो साथीहरू सबैजनालाई गुड मर्निङ के गर्दै हुनुहुन्छ। मैले चाहिँ आज नि एउटा भिडियो बनाउनु पर्यो भनेर किनभने नि राति चाहिँ हैन यस्तो सुतेको अनि गुनगुन आवाज आउने कानमा अनि रुगो जस्तो क्या पुरा कस्तो रुने च्याउ 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 आवाज आइराख्यो। अनि राति उठेर हेर्न त डर लाग्छ नि त, भर झ्यालबाट हेर्दा पुत्तै गर भन्दा हैन एकदम डर लाग्छ। भूत प्रेत भने चाहिँ आत्मा कति कमजोर छ नि त मेरो चाहिँ। अनि हेर्नै डर लाग्यो। अनि अहिले बिहान भइसकेको छ अनि म चाहिँ हेर्छु कि अब झ्यालबाट के चाहिँ रुगो रहेछ कि खासमा हजुरहरूलाई पनि देखाउँछु त्यही भनेर। यहाँबाट बिचारा मैले झ्याल खोलेँ उसको ओ माइ गॉड देख्नु हुँदैछ। मैले यति मात्रै झ्याल खोलेँ है। परेवाको बच्चा रुको रहेछ कि कस्तो बिचारा माया लाग्दो। उसको बच्चा सानो रहेछ परेवाको अनि उनीहरूले उडाउनु खोज्दैछ क्या। कि ठुङ्गेको हो कि कुटेको हो कि उडाउनु खोजेको हो कि बिचारा कस्तो माया लाग्दो के खेद्दैछ हेर्नु नि। किन हो यसरी उडाउनु खोजेको हो कि रातभरि यसले नि ठुङ्गेको रहेछ कि किन यो बच्चालाई त यसरी नै च्याउ च्याउ रुने हो कि माउले पो यो उड्नै नसक्ने रहेछ यो बच्चा चाहिँ। उनीहरू ठुल्ठुलोले ठुङ्गेको हो कि उडाउनु खोजेको हो कि के बुझिनु माया लाग्ने। देख्नुभयो रातभरि तर्सायो होला भनेको त होइन रहेछ बिचारा यो बच्चा बिजोग भएछ है। उड्नै नसक्ने रहेछ के भएको नि कस्तो माया लाग्यो। बाई सबैलाई।